नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ आइजिबी अनलाइन टेलिभिजन। आज हामी प्रस्तुत गर्दैछौँ एउटा प्रेरणादायी सफलता कथा। असमको कोक्राझार जिल्ला अन्तर्गत पर्ने रमणीय पटगाउँकी गोर्खा छोरी श्रीमती कल्पना बरेलीको आफ्नो मेहनत, साहस र अटल अठोटका बलमा उहाँले फिटनेस क्षेत्रमा नयाँ पहिचान स्थापित गर्न सफल हुनुभएको छ। सानै उमेरदेखि नै अनुशासन र स्वास्थ्य जीवनशैलीप्रति गहिरो रुचि राख्दै आउनुभएकी कल्पनाले समयसँगै आफ्नो रुचिलाई लक्ष्यमा रूपान्तरण गर्नुभयो। खेलकुद र स्वास्थ्यप्रतिको झुकावलाई उहाँले केवल शौक मात्र नभई आफ्नो पेशागत भविष्यको आधार बनाउनुभयो। आफ्नो सपना साकार पार्ने यात्रामा उहाँले सन् 2023मा गुवाहाटी स्थित गोल्ड्स जिमबाट सीपीटी सर्टिफाइड पर्सनल ट्रेनर तथा सीएसएन सर्टिफाइड स्पोर्ट्स न्युट्रिसनिस्ट तालिम सफलतापूर्वक पूरा गर्नुभयो। यस तालिमले उहाँलाई व्यावसायिक ज्ञान, दक्षता र आत्मविश्वास प्रदान गर्यो, जसले आज उहाँलाई फिटनेस क्षेत्रकी एक सक्षम प्रशिक्षकका रूपमा उभ्याएको छ। यसै आत्मविश्वास र दृढ सङ्कल्पका साथ उहाँले कोक्राझार शहरको मुटुमै के फिटनेस जिम नामक हेल्थ एन्ड फिटनेस सेन्टर स्थापना गर्नुभएको छ। आज के फिटनेस जिम स्थानीय युवा युवती तथा स्वास्थ्य प्रेमीहरूको आकर्षणको केन्द्र बनेको छ। आधुनिक उपकरण, वैज्ञानिक प्रशिक्षण पद्धति र व्यक्तिगत मार्गदर्शनका माध्यमबाट उहाँले समुदायमा स्वास्थ्य जीवनशैलीप्रति सकारात्मक सन्देश प्रवाह गरिरहनु भएको छ। उहाँको सफल यात्रामा जीवनसाथी श्री तुलसी प्रसाद बरेली प्रभातको निरन्तर साथ, सहयोग र प्रेरणाले महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। दुईजनाको साझा सपना आज के फिटनेस जिमको रूपमा साकार भएको छ, जहाँ केवल शरीर मात्र होइन, आत्मबल र आत्मविश्वास पनि सुदृढ बनाइन्छ। स्थानीयवासीहरूका अनुसार कल्पना बरेली केवल एक जिम प्रशिक्षक मात्र नभई स्वास्थ्य जीवनशैलीबारे जनचेतना फैलाउने प्रेरणादायी मार्गदर्शकका रूपमा परिचित बन्दै जानुभएको छ। उहाँको उपलब्धिले विशेष गरी युवतीहरूलाई आत्मनिर्भर बन्न, आफ्ना सपनाहरूलाई पछ्याउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन थप ऊर्जा र हौसला प्रदान गर्ने विश्वास लिइएको छ। आइजिबी अनलाइन टेलिभिजनका तर्फबाट श्रीमती कल्पना बरेलीलाई यस प्रेरणादायी उपलब्धिका लागि हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। उहाँको प्रयास निरन्तर सफल रहोस् र समाजलाई स्वास्थ्य, सशक्त तथा सकारात्मक जीवनतर्फ डोर्याइरहोस्, यही हाम्रो कामना।